सलाम अलैकुम गुड इभनिङ एभ्रिवन। आज यहाँसम्म आइपुगेर यो भिडियो हेर्नुभएकोमा तपाईँ सबैलाई दिलदेखि धन्यवाद। उम्मेद छ तपाईँ सबै स्वस्थ र सुरक्षित हुनुहुन्छ। आज म यो महिनाको अन्त्यतिर केही मनका कुरा, केही अनुभव र केही सन्देश तपाईहरूसँग शेयर गर्न चाहन्छु। हामीमध्ये धेरैको जिन्दगी सजिलो छैन। कोही परदेशमा पसिना बगाइरहेका छन्, कोही घरमै सङ्घर्ष गरिरहेका छन्, कोही सपना बोकेर दौडिरहेका छन्, तर बाटो अलि गाह्रो भइरहेको छ। तर साथीहरू, सङ्घर्ष हुनु हार होइन। सङ्घर्ष हुनु भनेको तपाईँ अझै जिन्दगीसँग लडिरहनु भएको छ भन्ने प्रमाण हो। यो महिनामा हामीले धेरै कुरा गुमायौँ होला। केही योजना सफल भएनन् होला, केही मानिसले धोका पनि दिएका होलान्। तर एउटै कुरा याद राख्नुहोस्, तपाईँ अझै उभिनु भएको छ। त्यसैले तपाईँ हारेका छैनौं। जिन्दगीमा सबैभन्दा ठूलो शक्ति भनेको धैर्य हो। सबैभन्दा ठूलो हतियार भनेको आत्मविश्वास हो। र सबैभन्दा ठूलो दौलत भनेको इमानदार मेहनत हो। आज म तपाईलाई एउटा कुरा भन्न चाहन्छु।